96 वर्षको बुवा बस्ने घर जहाँ म एक रात बसेको छैन। 31 सालमा म गृहमन्त्री बनेपछि त्यस बेला ऋषिले आगो लगाइदिए घरमा, मेरो बुवाको घर 31 सालमा। उहाँले दुःख गरेर आफन्तहरू साथीभाइहरू समेतलाई गुहारेर त्यहाँ एउटा छाप्रो बनाउनु भयो, त्यो अस्ति जलाइदिए। अहिले बुवालाई अखबार पढ्न दिने गरेको छैन। त्यो चस्मा लाउनु पर्दैन, आँखा तगडा छ, अखबार पढ्नु हो भने त थाहा पाइहाल्नु चाहिँ घर आगो लाग्यो। त्यस कारण अहिले अखबार पढ्न दिने गरेको छैन बुवालाई। बुवाले देख्ने गरी अखबार बाँधै रह्थे। मोबाइल कुनै एन्ड्रोइड सेन्ड्रोइड यस्ता भएको चाहिँ सपोर्टेड बाई ब्याग बाई भएका यस्ता दिँदैन। एउटा जुन 1000 रुपियाँको मोबाइल हेलो भन्न मात्रै काम लाग्छ, त्यो मात्रै दिन्छ। त्यसले केही पनि भन्दैन। कसैले उहाँलाई अहिलेसम्म काठमाडौँ हुनुहुन्थ्यो त्यति बेला घर जान्छु भन्नुहुन्छ, कहाँ लानु घरमा खरानी बनाइदिएछ। झापा ल्याएर आफन्त कहाँ राख्नु भने आफन्त कहाँ बस्दैन, घरै जान्छु भनिहाल्नु। अब त्यस्तो अवस्थामा तपाईँहरूलाई पनि लाग्ला कमाएको त होला, मजाले कमाएको होला भन्ने लाग्ला, तर त्यो भ्रम पनि नपाल्नु होला।